हिजो अप्रिल 20, 2026 मा नेपालका नवनिर्वाचित सांसद हर्क साम्पाङज्यूले भुटानी शरणार्थीहरूको समस्यालाई पनि अब सभामा उठाउने भन्ने कुरा गर्नुभएको थियो र त्यो कुरा सुनेर चाहिँ मलाई एकदमै खुसी लाग्यो। अबको यो सरकारले चाहिँ पक्कै पनि एउटा ठोस कदम चाल्नेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास थियो र त्यसको सुरुवात भएको छ हर्क साम्पाङज्यूबाट। भुटान सरकारले नेपालको अस्थिर सरकारको एउटा एक्सक्युज बनाउँदै त्यो कार्ड सधैँ खेलिरह्यो र भुटानी शरणार्थीहरूको समस्या समाधान नहुनुमा त्यो कार्डले ठुलो भूमिका खेल्यो। तर हाल आएर अधिकांश भुटानी शरणार्थीहरू तेस्रो देशमा पुनर्स्थापना भइसकेको अवस्था छ। मात्र 5-6 हजारको हाराहारीमा शरणार्थी शिविरमा हुनुहुन्छ भुटानी शरणार्थीहरू र उहाँहरूलाई अब एउटा निकास दिनुपर्छ। अब अस्थिर सरकारको कार्ड भुटानले खेल्न पाउने छैन, त्यो मौका भुटानलाई दिनु हुँदैन। अब त्यो छुट भुटानलाई छैन। अब र पहिला भएका छलफल, पहिला भुटानसँग भएका वार्ताका क्रममा के कुरा भएका थिए त्यो पुराना फाइलहरू पनि खोजेर त्यसलाई समेटेर पक्कै पनि कहीँ न कहीँ अर्काइभ भएर बसेका छन्, ती छरपष्ट भएर बसेका छन्। ती फाइलहरूलाई पनि ल्याएर पहिला के कुरा भएका थिए अनि एउटा नयाँ समिति, उच्च स्तरीय छानबिन समिति अथवा एउटा टोली गठन गरेर नेपाल सरकारले भुटानी शरणार्थीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधानतर्फ अघि बढाउनुपर्छ। यो नयाँ सरकारबाट बन्ने भुटानी शरणार्थी समाधानको टोली यस्तो टोली होस् कि यो टोलीले भुटानी शरणार्थीहरूको समस्यालाई जरोसम्म बुझेको होस् अनि यदि भोलिको दिनमा अर्को सरकार आयो भने पनि यो टोलीले बनाएको फाइल अर्को सरकारले बनाउने कमिटी अथवा टोलीमा त्यो फाइल ट्रान्सफर होस्, ताकि भुटानी शरणार्थीहरूको मुद्दा चाहिँ कहिले पनि हराएर नजाओस्। सरकार चेन्ज भइरहेको छन्, यो प्राकृतिक कुरा हो, तर यो मामिला, यो मुद्दा, भुटानी शरणार्थीहरूको मुद्दा चाहिँ हराउनु हुँदैन, बिलाउनु हुँदैन। र यो भुटानी शरणार्थी समस्या समाधानको नयाँ टोलीलाई यतिसम्म जानकारी हुनुपर्छ कि भुटानी शरणार्थीहरूको समस्याको चुरो अद्योपान्त उहाँहरूले बुझेको हुनुपर्छ। यदि तपाईँले यो समस्यालाई राम्रोसँग बुझ्नु भएको छैन भने तपाईँले भुटानसँग नेगोसिएट गर्न अथवा उहाँहरूसँग डायलग गर्न सक्नुहुन्न। तपाईँ कमजोर अवस्थामा प्रेजेन्ट हुनुहुन्छ। र यदि यो टोली, नयाँ टोलीलाई कुनै ओरिएन्टेसनको आवश्यकता पर्छ भने म व्यक्तिगत रूपमा उहाँहरूलाई ओरिएन्टेसन दिन तयार छु। हामीले धेरै भाषण सुन्यौँ, हामीले धेरै प्रेस विज्ञप्ति पनि हेऱ्यौँ, पढ्यौँ, हामीले सहानुभूति पनि धेरै पायौँ, तर एक्सन लिने व्यक्ति हामीले अहिलेसम्म पाएनौँ। र यो नेपालको नयाँ सरकारबाट, यो एक्सन ओरिएन्टेड सरकारबाट चाहिँ हामीलाई पनि ठुलो आशा छ। पक्कै पनि यो सरकारले, यो बालेन सरकारले भुटानी शरणार्थी समस्यालाई एकदमै प्रायोरिटीमा राखेर, एकदमै यसलाई अध्ययन गरेर यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नेछ भन्ने कुरामा प्रवासमा रहेका हामी सम्पूर्ण भुटानीहरू विश्वस्त छौँ। फेरि पनि म तपाईँहरू सम्पूर्णलाई, यो नयाँ सरकारमा जो हुनुहुन्छ सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। तपाईँहरूले चाहेको नयाँ नेपाल तपाईँहरूको मार्गदर्शनमा अगाडि बढ्न सकोस् र नेपाल पनि विश्वमा एउटा प्रतिष्ठित राष्ट्रको रूपमा चिनिन सफल होस्। तपाईँहरू सम्पूर्णलाई बधाई तथा शुभकामना। हस् त, नमस्ते।